आज जुत्ता किन्न गएको दिन बजेट बिग्रियो तर मुड चाहिँ पर्फेक्ट भयो। मेरो चाहिँ बाइक नचलाएको थुप्रो भएको थियो, धुलोले चाहिँ खत्तम भइसकेको रहेछ। चाहे बेला फेरि गाडी फेरि कहिले टाइममा आउँदैन हैन। हामी चाहिँ कुर्दा कुर्दा हैरान भइसकेको थियौँ। बल्ल तल एउटा चाहिँ इभी गाडी आयो नि, हामी चाहिँ चढ्न साथ गाडी चाहिँ उयो कस्तो उतार लगिने। हामी त एकछिन पुरै पहाडी पनि ढल्किएको थियो। भाइहरु पनि पुरा भ्लगिङ गर्नु पर्यो थियो भने यहाँ क्यामेरा कसरी गर्ने के गर्ने सबै यहाँ सिक्दैछ यहाँ गाडी भित्र बसेर। हामी गरिबहरुसँग गाडी भाडा तिर्न चाहिँ फेरि 500 को नोट नै हुन्छ है फेरि हामीसँग चाहिँ। हाम्रो भाइहरु जति महँगो भए पनि क्वालिटीमा चाहिँ नो कम्प्रोमाइज भन्दै जुत्ताहरु सबै निकालेर एउटा सबै हेर्न थाले। म चाहिँ अल्छी लागेर बिचमा यसो हल्का वर्कआउट पनि हाने हैन। भाइ पनि यहाँ ह्यान्डसम देखेको छु होला भन्दै भिडियो खिच्न लाउने थियो। सुरुमा पैसाको नो कम्प्रोमाइज भने पनि केटाहरु खतै बार्गेनिङ गर्दैछ यहाँ दाइसँग। अन्तिममा पसले दाइको जित भएर केटाहरु पुरा पेमेन्ट गर्दैछ। दाइले पनि यहाँ पुरा भिडियो खिच्दैछ टिकटकको लागि। भगवानले पनि अब जुत्ता भएपछि मोजा चाहिहाल्छ भनेर यहाँ बेटा भाइलाई मोजा पुरा बेचन पठाएछ। भाइले चिनिनु किनिनु भनेर केटाहरुले छोड्नै मानेको थिएन हैन। अन्तिममा फर्किने बेला मेरो एउटा फलोवर भेटिहाले तर भिडियो खिच्ने बेला उता फर्केर हैन लुकेको लुके गरिहाल्नु भयो। त्यसपछि हामी लास्टै कफीको क्रेभिङ भएर हामी चाहिँ हिमालयमा रोकेर हामी त आइटम मगाएर खान थालिहाल्यौँ हैन। भाइले चाहिँ एउटा मात्रै कुकिज पाए भन्दै गुनासो गर्दै यताउति भिडियो खिच्दै बस्दै थियो। मेरो भिडियो अन्तिमसम्म हेर्नु भएकोमा धन्यवाद। मन परेमा लाइक शेयर र कमेन्ट गरिदिनु होला। धन्यवाद।